ल स्टुडेन्टहरू आज यस भिडियोमा हामीहरू चाहिँ विन्डोमा यदि बाई मिस्टेक हामीले पासपोर्ट बिर्स्यौँ भनेपछि कसरी ओपन गर्ने कसरी खोल्ने पासपोर्ट कसरी हटाउने भनेर त्यसको बारेमा सिक्नेछौँ है। अहिलेसम्म हामीले विन्डो अपरेटिङ सिस्टम कसरी हाल्ने, विन्डो अपरेटिङ सिस्टम 10 अथवा 11 क्लासमा कसरी हाल्ने त्यो सिक्यौँ। आज अपरेटिङ सिस्टमको पासपोर्ट बिर्स्यौँ है भनेपछि कसरी रिसेट गर्ने, त्यसको लागि हामीसित दुईवटा सफ्टवेयर चाहियो। त्यो दुईवटा सफ्टवेयर तपाईँले क्रोमबाट डाउनलोड गर्न सक्नुहुन्छ। क्रोम खोल्नु होला, क्रोम खोलेर तपाईँले यहाँ सर्च गर्नु होला। एउटा रुफस चाहियो होइन, विन्डो बुटेबल गर्नको लागि हामीले जस्तो रुफस डाउनलोड गर्थ्यौँ नि त्यस्तै रुफस चाहियो। यहाँबाट रुफस भन्ने वेबसाइटमा जाने, तलपट्टि आउने अनि यहाँ तलपट्टि यो रुफस 4.11 EXE भन्नेमा 64 बिट भन्नेमा क्लिक गरेर डाउनलोड गर्न सक्नुहुन्छ है। यो सजिलो तरिका, यो तपाईँको डाउनलोड भयो, रुफस पनि डाउनलोड भयो, डाउनलोड अनभेरिफाइड फाइल भनेर। अब त्यसपछि हामीलाई एउटा चाहियो हाइरन बुट। हाइरन बुट मैले सर्च गरेँ, इन्टर गरेँ, यो हाइरन बुटको वेबसाइटमा आएँ। हाइरन बुटको वेबसाइटमा आइसकेपछि यो फर्स्ट वेबसाइटमा क्लिक गर्ने अनि यहाँबाट हामीलाई अब हाइरन बुट चाहियो। यहाँ डाउनलोड भन्नेमा क्लिक गर्नु होला। डाउनलोडमा क्लिक गरिसकेपछि मैले यो क्लोज गरेँ। त्यसपछि तलपट्टि आउनु होला होइन, तलपट्टि यो फाइलको हाइरन बुट फाइल नेम हाइरन बुट होइन सिडी भनेर भनेको छ PEX64.ISO भनेर, यसमा क्लिक गरेर तपाईँले हाइरन बुट पनि डाउनलोड गर्न सक्नुहुन्छ है। यो हाइरन बुट हाम्रो त्यही 3 GB को जतिको फाइल हो, अलिक टाइम लाग्छ। यो हामीले अलरेडी डाउनलोड गरिसकेको छौँ, त्यही भएर मैले यो पौज गरेँ है। हामीले अलरेडी डाउनलोड गरेर यो मैले यो डकुमेन्टमा राखेको छु, म देखाउँछु तपाईँलाई। अहिले डकुमेन्ट फोल्डरमा यो दुईवटा बुटेबल गरेर अथवा यो फाइल डाउनलोड गरेर राखेको छु। तपाईँले डाउनलोड गरेर त्यही तरिकाले गर्न सक्नुहुन्छ। त्यसपछि पेन ड्राइभ लगाउनु होला होइन। पेन ड्राइभ म देखाइदिन्छु। मेरो 16 GB को पेन ड्राइभ यहाँ देखाएको छ है। यो 16 GB को पेन ड्राइभ देखाएको छ। यो फाइल नेम अर्कै HBCD भन्ने देखाएको छ, 128 GB यहाँ देखाएको छ। अब म डकुमेन्टमा गएँ। सो अब हामीले पेन ड्राइभ चाहिँ बुटेबल गर्नुपर्ने हुन्छ। बुटेबल गर्नको लागि मसित यहाँ रुफस भन्ने छ, यो रुफसलाई मैले रन गर्छु। यस गरेँ। यहाँ तपाईँले हेर्न सक्नुहुन्छ 32 GB को मेरो पेन ड्राइभलाई त्यहाँ देखाएको छ होइन। त्यसपछि हामी यहाँ सिलेक्ट भन्ने छ, यो सिलेक्टमा क्लिक गरेर त्यो हामीले यो हाइरन बुट भन्ने सफ्टवेयरलाई चाहिँ सिलेक्ट गर्छौँ होइन। हाइरन बुट सफ्टवेयर सिलेक्ट गरेँ, त्यसपछि मैले के गरेँ, ओपन गरिदिएँ। ओपन गरेर हामीले यहाँ जीपीटी र एमबीआर पार्टिसन चाहिँ सिलेक्ट गर्नुपर्ने हुन्छ। यदि जीपीटी र एमबीआर पार्टिसन तपाईँलाई थाहा छैन, यो कसरी थाहा पाउने, कसरी सिलेक्ट गर्ने भन्दाखेरि अपरेटिङ सिस्टम इन्स्टल गर्दाखेरि हामीले क्लासमा पनि कतिपटक गरिसकेका छौँ। अपरेटिङ सिस्टम इन्स्टल गर्दाखेरि हामीले जीपीटी डिस्क चाहिँ जीपीटी पार्टिसन स्टाइल हो कि एमबीआर पार्टिसन स्टाइल हो, त्यही अनुसार गर्ने गर्छौँ होइन। सो कसरी थाहा पाउने भन्दाखेरि विन्डो बटनमा आउने, राइट क्लिक गर्ने, त्यसपछि डिस्क म्यानेजमेन्टमा जाने। डिस्क म्यानेजमेन्टमा गइसकेपछि हामीले यहाँ हेर्न सक्छौँ हाम्रो यो ड्राइभ हो, 0 ड्राइभ डिस्क 0मा चाहिँ सी ड्राइभ रहेको छ। यसैको भित्र सबै सिस्टम फाइलहरू रहेको छ। यसमा राइट क्लिक गरेर प्रोपर्टीमा जाने, यहाँ राइट क्लिक गर्नु होला है। त्यसपछि भोल्युममा गएर यहाँ पार्टिसन स्टाइल हेर्न सक्नुहुन्छ, के रहेछ, जीपीटी पार्टिसन स्टाइल रहेको छ होइन। हाम्रो पार्टिसन स्टाइल जीपीटी रहेको छ, त्यही भएर हामीले यहाँ जीपीटी सिलेक्ट गर्छौँ। त्यसपछि स्टार्ट बटनमा क्लिक गरिदिन्छौँ अनि यस गरिदिएँ मैले। अब यसले मेरो पेन ड्राइभलाई के गराउँछ, बुटेबल बनाइदिन्छ होइन। मेरो पेन ड्राइभ बुटेबल भइसकेपछि बल्ल म आफ्नो अपरेटिङ सिस्टमको चाहिँ पासपोर्ट क्र्याक गर्न सक्छु, विन्डोको पासपोर्ट चाहिँ क्र्याक गर्न सक्छु। यसले अलिकति टाइम लाग्छ, यसलाई स्क्यान हुन दिउँ। म अहिलेलाई यो भिडियोलाई पौज गर्छु अनि यो कम्प्लिट भइसकेपछि 100% कम्प्लिट भइसकेपछि फेरि म तपाईँको भिडियो स्टार्ट गर्छु। अब मेरो यो पेन ड्राइभ रेडी भइसकेको छ, तपाईँले हेर्न सक्नुहुन्छ। यो फुल्ली कम्प्लिट भइसक्यो, यहाँ रेडी भनेर लेखेर आइसक्यो। म यहाँ यसलाई क्लोज गरिदिन्छु। क्लोज गरेर मेरो यो पेन ड्राइभ चाहिँ अहिले बुटेबल भइसकेको छ। तपाईँले यहाँबाट हेर्न सक्नुहुन्छ, हाइरन बुट भनेर यो मेरो पेन ड्राइभ हो, यो बुटेबल भइसकेको छ। अब हामीले कम्प्युटरलाई रिस्टार्ट गर्नुपर्ने हुन्छ। म त्यो गर्नुभन्दा अगाडि तपाईँले देखाइदिन्छु मेरो अपरेटिङ सिस्टममा चाहिँ पासपोर्ट लगाएको छ है। मैले जस्तै मानौँ कि यो मेरो डेल पीसी हो, मैले यहाँ पासपोर्ट मेरो 1 2 3 4 हो। अहिले मैले जेपीटी टाइप गर्दाखेरि, इन्टर गर्दाखेरि पासपोर्ट इनकरेक्ट बन्यो। अब म आफ्नो पीसीलाई रिस्टार्ट गर्छु होइन। यहाँबाट हामीले पीसीलाई रिस्टार्ट गर्न सक्यौँ। मैले यहाँबाट रिस्टार्ट गरेँ र रिस्टार्ट गर्दाखेरि बुटिङ टाइममा
बुटिङको बेला चाहिँ हामीले F2 बटन चाहिँ क्लिक गरेर बुट मेन्युमा जानुपर्ने हुन्छ है। जस्तै बुटिङ भनेको के हो भन्दाखेरि हामीले क्लासमा अलरेडी डिस्कस गरिसकेको छौँ। कम्प्युटर अफ हुन्छ अनि रिस्टार्ट हुन्छ, त्यतिखेर F12 बटन हामीले थिच्ने हो है। F12 बटन थिच्दाखेरि तपाईँले हेर्न सक्नुहुन्छ यो बुट मेन्यु हो। मेरो जिपिटी भएको कारणले गर्दा म UEFI-मा आएर USB खोज्ने हो है। लेगेसी भएको भए MBR भएको भए माथि लेगेसीमा USB खोज्थे। अहिले UEFI भएको कारणले गर्दा जिपिटी भएको कारणले गर्दा UEFI-मा म आएर USB खोज्ने हो है। यहाँ USB सिलेक्ट गरेँ, त्यसपछि इन्टर बटन क्लिक गरिदिएँ। अब हेर्न सक्नुहुन्छ मेरो अपरेटिङ सिस्टम बुट भइरहेछ। कहाँबाट? पेन ड्राइभबाट। द्याट इज हायर एन्ड बुट। पेन ड्राइभमा भनेको त हायर एन्ड बुट हो। अहिले हायर एन्ड बुट मेरो लोड भइरहेको छ। अब पासपोर्ट कसरी क्र्याक गरिन्छ अब हेर्दै जानुहोस्। सिम्पल स्टेप छ। अहिले पासपोर्ट लागेको छ हाम्रो विन्डोमा। अब त्यो पासपोर्टलाई म क्र्याक गरेर देखाउने छु तपाईँलाई। एकछिन यसलाई लोड हुन दिउँ, अलिकति टाइम लाग्छ यसलाई। अझै लोड भइरहेछ, अलिकति टाइम लाग्छ, केही सेकेन्ड 30-40 सेकेन्ड जति टाइम लाग्छ यसले। अब इनिसियलाइजिङ द हायर एन्ड बुट भनेर माथि टपमा कर्नरमा लेखेर आइदियो। इनिसियलाइजिङ द हायर एन्ड बुट भनेर लेखेर आयो। हेर्नुहोस् त खुलिसक्यो, लोड भइसक्यो, सबै कुराहरू आइसक्यो। म हुन सकेसम्म यसको आइकनहरू त लार्ज गराएर देखाउने छु। हेर्न सक्नुहुन्छ लार्जमा आयो होइन। ल ठिक छ। वायरलेस कनेक्टिभिटी भन्छ होइन, यो वाइफाई साइफाई कनेक्सनको लागि त्यो केही पर्दैन हामीले। अब हामीले पासपोर्ट क्र्याक गर्नु पर्यो भनेपछि यहाँ युटिलिटिज भन्ने एउटा फोल्डर दिएको छ। यो फोल्डरभित्र जाने। यो फोल्डरमा मैले डबल ट्याप गरेँ होइन। त्यसपछि यहाँ यतापट्टि तपाईँले भ्यूमा गएर म यसलाई पनि लार्ज गराइदिन्छु यो फोल्डरको। अब यो फोल्डर हो, अहिले ठुलोमा देखाएको छ। फोल्डरको तलपट्टि तपाईँले आउनुहुन्छ भनेपछि हेर्न सक्नुहुन्छ है। फोल्डरको तलपट्टि आउनुहुन्छ भने सेक्युरिटी भन्ने एउटा फोल्डर पाउनुहुन्छ। यो सेक्युरिटी भन्ने फोल्डर, यसमा डबल ट्याप गर्नुहोस्। अनि यसमा तपाईँले एउटा एन्टिभाइरस, की फाइन्डर र पासपोर्ट भन्ने यतापट्टि पाउनुहुन्छ। हेर्न सक्नुहुन्छ तपाईँले पासपोर्ट पाउनुहुन्छ। यो पासपोर्टवालामा क्लिक गर्नु होला है। पासपोर्टमा क्लिक गर्नुहुन्छ भनेपछि यस्तो 3टा सफ्टवेयर यहाँ देखाउँछ। यो 3टै सफ्टवेयर युज गरेर, जुनसुकै एउटा युज गरेर हामीले चाहिँ पासपोर्ट क्र्याक गर्न सक्छौँ। हामीले चाहिँ यो सफ्टवेयरलाई युज गरेर मैले देखाउने छु तपाईँलाई होइन। यो सफ्टवेयर लेजी सफ्ट सफ्टवेयर भन्ने यहाँ देखाएको छ साइडमा। यसमा क्लिक गर्नुहोस् र यसलाई स्टार्ट गर्नुहोस्। डबल क्लिक गरेँ मैले यसमा, हेर्नुहोस् खुल्यो। त्यसपछि यहाँ रिसेट विन्डो पासपोर्ट भन्ने लेखा छ। हामी नेक्स्ट बटनमा क्लिक गर्छौँ, यतापट्टि नेक्स्ट बटन छ। त्यसपछि यस गरिदिने यसमा होइन। त्यसपछि यस्तो आयो, विन्डो 10 भन्ने देखाएको छ। मेरो विन्डोको 10 हो भनेर देखायो। होस् हेर्नुहोस् है, मेरो डेल युजर हो। युजरको नाम थाहा हुनु पऱ्यो। मेरो डेल युजर हो। यसमा ब्ल्याङ्क पासपोर्ट नो मतलब पासपोर्ट लागेको छ, एडमिनिस्ट्रेटर भन्ने हो होइन, पासपोर्ट लागेको छ। यसैलाई रिसेट गर्ने हो। यो डेललाई सिलेक्ट गर्ने, त्यसपछि नेक्स्ट बटनमा क्लिक गरिदिने है। नेक्स्ट बटनमा क्लिक गर्ने बित्तिकै यहाँ रिसेट र अनलक लेखेर हुन्छ। रिसेट र अनलक बटनमा क्लिक गरिदिने। त्यसपछि हेर्नुहोस् त पासपोर्ट रिसेट सक्सेसफुल्ली भनेर भन्यो यसले। मतलब अब मेरो पासपोर्ट हट्यो। अब मैले फिनिस गरेर यसलाई क्लोज गरेर कम्प्युटरलाई फेरि रिस्टार्ट गर्छु है। अब यो मैले पेनड्राइभबाट बुट गर्दिनँ। अब नर्मल्ली रिस्टार्ट गर्छु। मेरो पिसी चाहिँ अब फेरि लोड हुन्छ। जुन विन्डो 10 छ त्यसमा पासपोर्ट अब हटिसकेको छ। अब एकचोटि रिस्टार्ट गरेँ मैले। योचोटि F12 बटन क्लिक गर्नु पर्दैन। नर्मल्ली स्टार्ट हुन दिनुहोस् तपाईँलाई आफ्नो पिसी। र अब पेनड्राइभ पनि यदि निकाल्न चाहनुहुन्छ भनेपछि पेनड्राइभ पनि निकाल्दा हुन्छ तपाईँले। अब मेरो पिसी खुलिरहेछ, हेर्न सक्नुहुन्छ। अब यसमा के हो भन्दाखेरि यसले पासपोर्ट चाहिँ माग्नु भएन है। योचोटि चाहिँ यसले पासपोर्ट माग्नु भएन। अघि पासपोर्ट मागेको थियो। मैले एन्टर बटन क्लिक गरेँ, हेर्न सक्नुहुन्छ वेलकम भनेर देखायो। युजरको नाम के रहेछ? डेल भन्ने रहेछ है, यहाँ देखाएको थियो। हेर्न सक्नुहुन्छ वेलकम स्क्रिन देखायो। बिना पासपोर्ट मागिकन खुलिसक्यो। सो यसरी तपाईँ पनि आफ्नो पासपोर्ट चाहिँ रिकभर गर्न सक्नुहुन्छ। यदि बिर्सिनु भएको छ भनेपछि फर्गेट गर्न सक्नुहुन्छ। अनि फेरि नयाँ पासपोर्ट पनि सेट गर्न सक्नुहुन्छ। ल।